डिएमएम नेपाल युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण विश्वासी तथा मेरा प्यारा दर्शकहरूलाई म राजु सुन्दासको तर्फबाट हृदयदेखि स्वागत गर्न चाहन्छु। आज तपाईहरुको बीचमा विशेष किसिमको अन्तरसंवाद लिएर म उपस्थित भइसकेको छु। आज प्रसारण हुने पोडकास्टले मानिसले कुनै पनि समयमा पढ्न सक्छ, अध्ययन गर्न सक्छ र कुनै पीडा, चोट र च्यालेन्जहरूले रोक्न सक्दैन भन्ने विषयमा तपाईलाई एकचोटि सोच्नलाई बाध्य बनाउँछ। प्रियहरू, विगतका दिनहरूमा प्रसारण गरेका पोडकास्टले पनि धेरै मानिसहरूको जीवनलाई प्रेरणा दिएको छ। गत हप्ता लगभग 10 दिन म सिङ्गापुरमा थिएँ अनि सिङ्गापुरमा बस्दाखेरि मैले धेरै मानिसहरूलाई भेट्ने क्रममा म नेपाली ग्रेस चर्चमा परमेश्वरको वचन बोल्ने शुभ अवसर प्राप्त गरिसकेपछि त्यहाँ प्रचार गर्न गएको थिएँ। अनि त्यहाँ प्रचार गर्ने क्रममा त्यो ग्रेस नेपाली चर्चमा झन्डै 30 जना भन्दा बढी मानिसहरू आएर उहाँहरूले मलाई फिडब्याक दिनुभयो कि हामीले प्रसारण गरेको पोडकास्ट र परमेश्वरको वचनबाट कसरी मानिसहरूलाई जिउने प्रेरणा मिलिरहेको छ भन्ने विषयमा म एकदमै उत्साहित भएँ कि देशमा मानिसहरूले हाम्रो पोडकास्ट र हामीले बोल्ने परमेश्वरको सन्देशबाट मानिसहरूलाई जिउने प्रेरणा दिइरहेको छ। आज फेरि त्यस्तै शक्तिशाली अनुभवको बारेमा अन्तरसंवाद गर्ने शुभ अवसर परमेश्वरले मलाई दिनुभएको छ। आउनुहोस्, आजका मेरा अतिथिलाई म तपाईहरुको बीचमा स्वागत गर्न चाहन्छु। तपाईलाई यो डिएमएम युट्युब च्यानलद्वारा प्रसारण गर्ने पोडकास्टमा हृदयदेखि स्वागत गर्न चाहन्छु। धन्यवाद। जय मसी। तपाईलाई जय मसी छ, स्वागत पनि छ। अनि यो तपाईको पोडकास्ट पहिलोचोटि हो? यस्तो अन्तरसंवाद पोडकास्ट तपाईले योभन्दा पहिला कहिले गर्नुभएको थियो? सम्भवतः यो मेरो पहिलो पोडकास्ट हुनसक्छ। खास गरी मैले स्पिचका विषयमा चाहिँ मैले धेरै मानिसहरूको बिचमा त्यो स्पिच गरेको छु, हजारौँ व्यक्तिहरूको बिचमा। तर सम्भवतः यो अन्तरसंवाद मेरो लागि पहिलो पटक छ। तपाईँलाई कस्तो महसुस भइरहेछ? म एकदमै एक्साइटेड छु, एकदमै उत्साहित छु। खास गरी मेरो जीवनका विषयमा मैले त्यो सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा र इसाई जीवनमा मैले भोगेका कठिनाइहरू र खास गरी त्यो क्षेत्रमा मैले खेलेको भूमिकाहरूको विषयमा तपाईको यो पोडकास्ट मार्फत मैले आफ्ना विचारहरू अभिव्यक्त गर्न पाउँदा म असाध्यै खुसी छु। वाउ, म पनि एकदमै खुसी छु। र तपाईसँग गम्भीर घनीभूत छलफल अन्तरसंवाद गर्ने क्रममा हामी छौँ। त त्योभन्दा पहिला म तपाईलाई आफ्नो एउटा संक्षिप्त परिचय, तपाईको नाम, कुन ठाउँमा जन्मिनु हो भन्ने विषयमा हाम्रो दर्शक श्रोताहरूलाई जानकारी दिनलाई अझ तपाईलाई नजिक रूपमा चिन्नको लागि कृपया गरी आफ्नो परिचय गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। हुन्छ। पुनः यहाँहरू सबैलाई जय मसी, नमस्कार। म चाहिँ बलबहादुर परियार। मेरो घर चाहिँ लुम्बिनी प्रदेशको बर्दिया जिल्ला 12 बर्दिया नगरपालिकाको वडा नम्बर 9 बनगाई भन्ने स्थानमा बस्दछु। र मेरो जन्मका हिसाबले म सुर्खेत जिल्लामा म जन्मेको हो, त्यो बबई भन्ने ठाउँमा। त्यस पछाडि बसाइसराईको क्रममा हामी चाहिँ बर्दियाको, अहिले म हाल जहाँ बसिरहेको छु त्यो मेरो स्थायी ठेगाना भयो। मेरो परिवारका सन्दर्भमा म चाहिँ मेरो एकजना आमा हुनुहुन्छ, मेरो परिवार, मेरो 4वटा छोरा र एउटा छोरी हुनुहुन्छ। र म होसन्ना चर्च बर्दियामा त्यहाँ अगुवाको रूपमा सेवा गरिरहेको छु। र मैले खास गरी 18-20 वर्ष भयो मैले एउटा समाज सेवा र राजनीतिक क्षेत्रमा पनि काम गरिरहेको छु र एउटा पार्टीको त्यो नगर कमिटीको अध्यक्ष पनि छु। वाह, तपाईको परिचय एकदमै मार्मिक छ। र भनेपछि तपाईँ कहिले सुर्खेतबाट बर्दियामा सर्नुभयो?
कति वर्षको उमेर हुँदा? म सानै मतलब 40 सालतिर, मेरो जन्म 39 साल हो। 40 सालतिर त्यहाँबाट चाहिँ बस्ती स्थानान्तर, खास गरी त्यो बर्दिया राष्ट्रिय निकुञ्जले त्यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेपछि त्यहाँको बस्तीलाई स्थानान्तर गरेका थियौँ। त्यही सन्दर्भमा हामी बसाइसराई गरेर हामी बर्दिया जिल्लामा हामी चाहिँ सबै सपरिवार गयौँ। त्यो हिसाबले म 1 वर्षको थिएँ म त्यहाँबाट चाहिँ बर्दिया आउँदा। त्यो स्थानान्तरण भएर त्यहाँ आउँदाखेरि तपाईँ 1 वर्षको हुँदा तपाईँलाई त्यो बेलाको सङ्घर्ष त त्यति थाहा नहोला, तर हुर्कँदै बढ्दै जाँदा तपाईँले शिक्षा चाहिँ कहाँ हासिल गर्नुभयो? मैले खास गरी मैले बुझेदेखि, म जान्ने भएदेखि मैले प्राथमिक शिक्षा खास गरी त्यो ताराताल, अहिलेको मधुवन नगरपालिका, त्यति बेलाको ताराताल सानोश्री गाविसको वडा नम्बर 7 मा एउटा प्राविमा मैले अध्ययन गरेँ। र यो कुरा गरिरहँदा म चाहिँ खास गरी चाहिँ पढाइमा असाध्यै चाख राख्ने, एकदमै सानो बाल्यकालदेखि नै अध्ययनशील, पढ्नुपर्छ भन्ने मानसिकताका साथ म पढ्नलाई असाध्यै रुचि राख्थेँ। मेरो पढ्ने सन्दर्भमा मैले त्यति बेला मेरो आर्थिक अभावका कारणले गर्दा म तपाईँलाई एउटा अलिकति चाहिँ इन्ट्रेस्टिङ कुरा गर्न चाहन्छु। जब म चाहिँ पढ्दै थिएँ, कक्षा 5 मा होला जस्तो लाग्छ मलाई, एउटा कोही व्यक्तिले तँ फेल भइस् भनेर भन्यो। त्यो खास चाहिँ फेक रहेछ। उसले चाहिँ तँ फेल भइस् भनेपछि म रुँदै त्यो दिनभरि म रोएँ। त्यस पछाडि मेरो आमाले, होइन तँ पास भएको रहेछस्, मेरो सरले भन्नुभएको छ, तँलाई तेरो साथीहरूले झुक्क्याए, फेक न्युज हो त्यो भनेपछि बल्ल म चाहिँ एकदम हर्षित भएँ। त्यस कारण मलाई चाहिँ पढाइप्रति मेरो चाहिँ असाध्यै ठुलो लगाव थियो र म पढ्ने क्रममा पनि म चाहिँ टप 3 भित्रै भइरहन्थेँ। त्यस कारणले गर्दा म एकदमै यसरी हिँडिरहँदाखेरि म चाहिँ बाटोमा खास गरी त्यो कुनै च्यातिएर फालेका किताबका टुक्राहरू, कसैका नोटहरू भेटाए पनि त्यो समातेर पढिहाल्ने र त्योबाट चाहिँ ज्ञान आर्जन गर्ने खालको चाहिँ त्यस्तो खासको इन्ट्रेस्ट ममा थियो। र त्यो मेरो आर्थिक अवस्थाले गर्दा मैले चाहिँ खास गरी कक्षा 8 मा मैले कक्षा 8 को उत्तीर्ण गरिसकेपछि मेरो बुवाले मलाई के भन्नुभयो चाहिँ भन्दा, अब तैँले अब पढाइ छोड्नुपर्छ, किन भन्दा अब मैले पढाउन सक्दिनँ, आर्थिक अवस्था एकदमै दयनीय छ, अब तैँले काम गर्नुपर्छ, काम खोज्नु पऱ्यो, विवाह गर्नु पऱ्यो, छोरा पनि एउटा, मम्मी बिमारी छ भनेपछि म त्यो जीवनमा मैले त्योभन्दा एकदमै मलाई नराम्रो फिल, मलाई एकदमै मेरो अनुहार नै अर्कै एकदमै भयो। त्यस पछाडि त्यति बेलाको एकदमै मेरो आमाले मलाई हेरिरहनु भएको थियो र आमाले मेरो मुहारमा हेर्नुभयो। म एकदमै मुहार अर्कै बनाएर म चाहिँ एकदमै भावविह्वल अवस्थामा थिएँ, किनकि मेरो उद्देश्य भनेको चाहिँ पढ्ने, कम्तीमा पनि त्यो बेलाको समयमा एसएलसी पास गराइदिनुहुन्छ होला मेरो बुवा आमाले। त्यस पछाडि त्यति बेला चाहिँ आइए भनिन्थ्यो, त्यति गरेँ भने म चाहिँ कम्तीमा पनि एउटा शिक्षक बन्न सक्छु होला। त्यो शिक्षक बनिसकेपछि अरू उच्च शिक्षा पनि पढेर म धेरै पढ्ने मेरो इच्छा थियो। त्यो सन्दर्भमा एक्कासी मेरो बुवाले त्यो शब्द भनेपछि म एकदमै भावविह्वल भएँ र त्यही भएर मैले आमालाई धेरै सम्मान गर्छु। संसारका सबै आमालाई म सम्मान गर्छु, किन भन्दा त्यो आमाले मेरो अनुहार पढ्नुभयो। मतलब आमाले चाहिँ एउटा बच्चाको अनुहार पढ्न सक्छ, उसको के हो चाहना भन्ने बुझ्न सक्छ उसको अनुहारबाट भन्ने कुरा मैले अहिले अनुभूति गरिरहेको छु। उहाँले होइन कति लाग्छ बरु यो पढ्ने कुराको चाहिँ नाम लेखाउन चाहिँ कति लाग्छ, म त्यो चाहिँ मेरो मडरी, त्यति बेला मडरी भन्ने हुन्थ्यो, त्यो सुनको सुनको, उहाँले म यो चाहिँ बरु बेच्छु तर छोरालाई चाहिँ पढाउनुपर्छ बुढा भन्नुभयो। म यति खुसी भएँ। मलाई अहिले पनि त्यो सम्झना मैले गर्दा मेरो आमालाई म साध्यै सम्मान गर्न चाहन्छु। त्यो एउटा त्यस्तो चाहिँ त्यति बेलाको चाहिँ चेतना भनौँ न, समाजमा एउटा चाहिँ त्यो समुदायको महिला जसलाई शिक्षाको बेलामा थाहै छैन शिक्षाको बारेमा, त्यो आमाले पढाउनुपर्छ भन्ने विषय लिएर जुन आफ्नो छोरालाई त्यो खालको चेतना उहाँमा आयो र उहाँले चाहिँ मेरो खास गरी कुरा बुझ्नुभयो र एउटा मोडल राखेर मलाई चाहिँ फेरि 9 कक्षामा
भर्ना गरिदिनु। त्यस पछाडि म 9 कक्षामा मैले विवाह गर्न पर्ने भयो। मैले नचाहँदै विवाह भयो। म घरको एउटा छोरा, मेरो दिदी बहिनी पनि नै। त्यो हिसाबले गर्दा अब विवाह गर्नुपर्छ। आमालाई फेरि यो खास गरी आगोमा जान हुँदैन थियो। उहाँलाई चाहिँ त्यो एउटा दम सम्बन्धी रोग थियो। त्यस कारणले गर्दा अब बाध्यताको हिसाबले त्यो खाना पकाउनका लागि पनि मैले विवाह गर्नुपर्छ जस्तो मलाई चाहिँ उहाँहरूले भनिरहँदा मैले त्यो चाहिँ गर्नुपर्छ भन्ने लाग्यो र सबैको सल्लाहले मेरो विवाह पनि भयो। कति वर्षमा विवाह गर्ने? मेरो त 14 वर्षको उमेरमा बिहा। अहिलेको अवस्थामा तपाईँ बाल विवाहमा भन्नुहुँदो रहेछ। अहिलेको अवस्थामा एक्ज्याक्ट अहिले चाहिँ म बाल विवाह नै हो। त्यो हिसाबले त्यति बेला मैले विवाह गरेँ र त्यो विवाह गरिसकेपछि अझ इन्ट्रेस्टिङ कुरा के छ भन्दा त्यति बेला नाम त लेखाइयो। नाम लेखाउनु पर्ने अनि तपाईँको किताब कापी पनि किन्नु पर्ने हुन्थ्यो। यति बेला त अहिले चाहिँ सरकारले खास गरी चाहिँ सरकारी विद्यालयहरूमा किताब निःशुल्क उपलब्ध गराउँछ। तर त्यति बेला चाहिँ त्यो सिस्टम थिएन। किताब पनि हामीले किन्नु पर्ने हुन्थ्यो। मसँग त्यो किताब कापी किन्ने पैसा छैन। त्यसपछि मेरो श्रीमती उहाँ र म 9 र 10 सँगै पढेको। वाह! त्यस हिसाबले मैले उहाँको किताबले पढ्थेँ। मैले उहाँसँग किताब थियो। उहाँको परिवार चाहिँ अलि चाहिँ हामीभन्दा अलि चाहिँ त्यति बेला आर्थिक रूपमा सक्षम, आर्थिक रूपमा अलिकति चाहिँ सक्षम त नभनौँ तर खाना लाउन पुग्ने र पढाउनसम्म सक्ने खालको चाहिँ हैसियतको हाम्रो ससुराली हुनुहुन्थ्यो। र उहाँहरूको त्यो मेरो म्याडमको मैले त्यो किताब पढेर हामी दुईजनाले सेयर गरेर पढ्थ्यौँ। र लेख्नका लागि मसँग कापी छैन। त्यस कारण मैले लेख्ने भन्दा बढी पढ्नेमा मैले जोड गर्थेँ। त्यस कारण साथीहरूको नोट हेरेर मैले चाहिँ पढ्थेँ। त्यति बेला पनि ट्युसन क्लासहरू कोचिङ क्लासहरू हुन्थ्यो। तर त्यो धेरै ठुलो कुरा थियो मेरो लागि। मैले त खालि उहाँले तपाईँको चाहिँ स्कुलमा जाने र सरले पढाउनुहुन्छ त्यसलाई क्याच गर्ने र साथीहरूको यसो नोट हेर्ने, बुढीको किताब मागेर पढ्ने। यसरी पढेर मैले चाहिँ एसएलसी पास। कति सालमा तपाईँले एसएलसी पास गर्नु? मैले 2055 सालमा हो। 54 सालको एसएलसी। त्यति बेला चाहिँ शैक्षिक सत्र चेन्ज भयो जस्तो लाग्छ हाम्रो। पहिला मङ्सिरमा हुन्थ्यो एसएलसी परीक्षा। हाम्रो ब्याजबाट चाहिँ वैशाखबाट सुरु भयो। त्यस कारणले गर्दा 54 सालको हामीले एसएलसी 55 साल वैशाखको 2 गते हामीले दिएका थियौँ। यसरी अध्ययन गर्दै जाँदा विभिन्न सङ्घर्षका कालखण्डहरू पार गर्दै जाँदा तपाईँलाई केले चाहिँ राजनीतिमा होमिनलाई प्रेरणा दियो या प्रोत्साहन दियो? असाध्यै इन्ट्रेस्टिङ क्वेसन, एकदम महत्त्वपूर्ण क्वेसन गर्नुभयो। म कसरी चाहिँ राजनीतिमा प्रवेश गरेँ भन्ने कुरा। म सानैदेखि अलि सामाजिक खालको चाहिँ व्यक्ति थिएँ। समाज सेवा गर्नुपर्छ भन्ने खालको चाहिँ मलाई आउँथ्यो। र म त्यस पछाडि म एसएलसी पास गरिसकेपछि अर्को विकल्प भएन। म त त्योभन्दा माथिको हायर कलेज जोइन हुन पाइनँ। त्यस पछाडि अब एउटै विकल्प के छ त भन्दा म आर्मीमा भर्ना भएँ। आर्मीमा भर्ती भएँ र आर्मीमा भर्ती भइसकेपछि त्यस पछाडि म तालिम सिद्ध्याएर दिपायलमा गएँ। त्यो आर्मीभित्रको त्यो जातीय विभेद मैले त्यो समयमा त झन् खतरै थियो। त्यो थाल थापेर खाने त्यहाँ कस्तो एउटा मेसमा लाइन हुन्थ्यो। एउटा लाइन चाहिँ आफै हालेर खाने लाइन हुन्थ्यो। एउटा लाइन चाहिँ तपाईँको यो खास गरी हाम्रो दलित समुदायका दमाई कामी सार्की साथीहरूले यिनीहरूको छुट्टै एउटा झ्यालमा यस्तो चाहिँ पाल थियो। त्यहीँबाट चाहिँ हालिदिने, थाल थाप्नुपर्ने त्यो खालको स्थिति रहेछ। तर मलाई त्यो थाहा भएन। म त अब हामी चाहिँ तालिम गरेर 18 जना हामी सँगसँगै पास आउट भएर त्यो युनिट गएको। अनि हामी त एउटै लाइनमा लागेर जुन चाहिँ त्यो आफै हाल्ने लाइन थियो म पनि त्यहीमा गएँ। 2-4 दिनसम्म त त्यहीँ खाएँ। तर धेरै मान्छेले मलाई चिन्नै सकेन। मेरो खालको अब त्यो भनौँ न यो दलित समुदायको होइन भन्ने लाग्यो सायद मलाई। मेरो चाहिँ उसले हावभाव व्यक्तित्व मेरो त त्यो उनीहरूले चिन्न सकिन्छन् 2-3 महिना 2-3 दिन। त्यसपछि चौथो दिन जस्तो लाग्छ मलाई म चाहिँ हाल्दै गइरहेको थिएँ। उसले नाम सोधिरहेको थियो अगाडिबाट चाहिँ सबैले नाम भन्दै भन्दै मेरा साथीहरूले गइरहेको थिए। म ठ्याक्क आएँ। म यसो समात्न खोज्दै थिएँ। तेरो नाम भन्यो। म बलबहादुर नेपाली। अनि नेपाली भएर यहाँ आफै हालेर खाने ऊ त्यहाँ लाइन देखिया छ कि छैन भन्यो। एकदम नराम्रो शब्द युज गर्नुभयो हाकिमले।
नै मतलब त्यो भान्सेले ओ ओ ओके हाकिमसँग पुगेको छैन। त्यो भान्सेमा त्यति बेला त्यो चाहिँ भान्सेको नायक हुन्थ्यो, त्यो चाहिँ नायक उस्ताद हुनुहुन्थ्यो। उहाँले चाहिँ तेरो चाहिँ यस्तो जात भएर अब ठ्याक्कै भन्नुपर्दा डुम भनिन्थ्यो। सुदूरपश्चिम त साध्यै जातीय विभेदको एउटा ठुलो भड्खालो भएको ठाउँमा। त्यसपछि म हच्किएँ अनि मैले किन भनेपछि ऊ त्यहाँ त्यो लाइन तेरो चाहिँ लाइन त्यो हो, त्यहाँ गएर चाहिँ थापेर खाने भनेपछि मैले खासै गरी त्यो जातीय विभेद त्यो समाजमा बाल्यकालमा थोरै त अनुभव गरेका थिएँ नेपाली सेनाभित्र। तर त्यो दिन चाहिँ खास गरी त्यो अचम्म ठुलो चाहिँ मलाई झट्का महसुस भयो। मानिसको बिचमा भएको विभेदको विषयमा मैले त्यहाँ असाध्यै ठुलो विभेद खेपेँ। करिब 4-5 वर्ष त्यो पल्टनमा बसियो। त्यसपछि पल्टन सडेर अन्त गयो। त्यहाँ क्वार्टर गार्ड भन्ने हुन्छ, त्यहाँ निशान भगवती त्यहाँ राखिन्छ, हतियारहरू राखिया हुन्छ। यो हाम्रो दलित समुदायलाई त्यहाँ चाहिँ क्वार्टर गार्ड चढाउने नचढाउने, अरू चाहिँ त्यसमा चाहिँ क्वार्टर गार्ड चढ्न पाउने, तर हामी चाहिँ चढ्न नपाउने। त्यति बेलादेखि नै म अलिक क्रान्तिकारी स्वभावकै थिएँ। मैले यो किन हो त भन्ने प्रश्न गर्थेँ मैले त्यहाँको क्याप्टेन मेजरहरूसँग। तर उहाँहरूले मलाई चित्तबुद्ध जवाफ दिनुहुन्थेन, किन उहाँहरू पनि त्यही समुदायको। त्यो हिसाबले मैले त्यसपछि धेरै साथीहरूलाई त्यहीँभित्र पनि हाम्रो दलित समुदायका साथीहरूलाई भनेर कलेक्टेड गरेर हामीले चाहिँ डेलिगेसन जस्तो त्यहाँको मेजर साहबसँग जानुभयो। त्यो समयमा पनि विभेदको लागि लड्नुभयो। गुड। त्यसपछि चाहिँ उहाँहरूले पछिबाट चाहिँ त्यो होइन, जातीय विभेद होइन, यो एउटा परम्परा एउटा हो, अब यसलाई के गर्नुपर्छ गरौँलासम्म भन्नुभयो। मेजर साहब अलि बौद्धिक लेभलकै मान्छे हुनुहुन्थ्यो। त्यस पछाडि थोरै क्वार्टर गार्ड चढ्नेसम्म चाहिँ बनाइयो। त्यसपछि मैले नेपाल आर्मीको जागिर करिब 7 वर्ष खाएँ। त्यति बेला म ट्रेनिङमा असाध्यै तीक्ष्ण दिमागको थिएँ। म प्रथम द्वितीय अथवा फर्स्ट सेकेन्ड टप 3 भित्रै पर्थेँ म त्यहाँ पनि। र त्यहाँभित्र पनि मैले चाहिँ धेरै भनौँ त्यहाँको मेजर साहब त्यहाँको क्याप्टेन साहबहरूको नजरमा थिएँ म। किन भन्दा म अलिक टाइलेन्ट पढ्नमा पनि हरेक कुरामा टाइलेन्ट भएको हिसाबले उहाँहरूले मलाई राम्रै गर्नुहुन्थ्यो। तर ठ्याक्कै फेरि त्यो कुरामा आयो भने जातीय विभेदमा जोडिहाल्नु पर्ने, त्यो हिसाबले मलाई त्यहाँ पनि मलाई खासै कस्तो लाग्यो भन्दा यो पनि एउटा यो आर्मी जस्तो नेपालको एउटा सैनिक संस्था जस्तो चिजमा पनि यस्तो हुनु एउटा विडम्बना हो। मैले खासै त्यसपछि मलाई आर्मी राम्रो लागेन। म शान्ति सेना खाएँ। त्यस पछाडि आएर मैले त्यहाँबाट रिजाइन दिएँ। अब चाहिँ विदेशतिर जानुपर्छ होला भन्ने लागेको थियो मलाई। अनि म अहिले जहाँ बसिरहेको छु त्यो स्थानमा गएँ। त्यो स्थानमा एकदमै दलित समुदायको बाक्लो उपस्थिति छ। र त्यो स्थानमा करिब 2057 सालमा हो दलित समुदायहरूले त्यो अहिले हामी बसिरहेको ठाउँ फाँडेर ऐलानी जग्गामा बसेको क्षेत्र हो त्यो। अनि त्यहाँ बसिरहँदा त्यो स्थानमा यस्तो ठुलो जातीय विभेद अझ त्योभन्दा अझ भयानक देखेँ मैले। सेनाबाट अवकाश प्राप्त गरिसकेपछि अर्को खतरा रूप तपाईँले देख्नुभयो। त्यहाँ झन् यस्तो देखियो कि त्यहाँ त सानो बस्ती साना घर दलित समुदायहरू, त्यहाँ चाहिँ अलिक दक्षिणपट्टि अलि चाहिँ त्यता ठुलो जातका भनौँ न विष्ट ब्राह्मण क्षेत्रीहरूको बसोबास छ। त्यहाँका मान्छेहरू आएर त्यो बस्तीका मानिसका चेलीबेटीहरूलाई दिउँसै उनीहरूले हातपात गर्ने, हाम्रो दाजुबाबुलाई दिउँसै कुटपिट गरिदिने, त्यस्तो थिचोमिचो त्यस्तो खालको चाहिँ त्यो बस्तीमा कुनै पनि भौतिक संरचना थिएन। मलाई यहाँसम्म एउटा अझ इन्ट्रेस्टिङ कुरो त के लाग्छ भन्दा त्यो खानेपानी धारा पनि थिएन। पानी खानको लागि एउटा विष्टको घरमा त्यो नल हामी चाहिँ धारा त्यहाँ थियो, त्यहाँ चाहिँ हामी लाइन लाग्नुपर्ने र त्यो पानी खाए बापत हामीले उनीहरूलाई त्यो बर्सातको समयमा रोप्ने समयमा रोपिदिनुपर्ने, काम गरिदिनुपर्ने। त्यो पानी खाए बापत वाह त्यस्तोसम्म थियो। त्यस्तो विभेद देख्दा अनि मैले चाहिँ के भने भन्दा म विदेश जाउँला, पैसा त कमाउँला, तर मेरो समुदायको अवस्था त यही हो। मेरो समुदायले खेपेको विभेद, जातीय विभेद, यो वर्गीय विभेद, जुन एउटा नेपालको नागरिक भएर पनि एउटा जल जमिन जङ्गलको विषयमा जुन
हाम्रो सरकारले यसलाई अधिकारको रूपमा स्थापित गरेको छ। उनीहरूसँग अहिलेसम्म आफ्नो नाममा एउटा जग्गा छैन। अर्को कुरा, जातीय विभेदले यति ठुलो मर्कामा परिरहेका छन्, यति ठुलो त्यो थिचोमिचो सहिरहेका छन्। त्यस कारणले गर्दा मेरो व्यक्तिगत जीवनभन्दा पनि यो समुदायको लागि केही गर्नुपर्छ। त्यसका लागि यो समाजमा मैले राजनीतिक क्षेत्रलाई रोजेर त्योबाट आफूलाई त्यो पहुँच स्थापित गरेर त्यहाँको समुदायको चाहिँ खास गरी चाहिँ मुद्दालाई उठान गरेर उनीहरूको हितको निम्ति म राजनीतिमा लाग्नुपर्छ भनेर प्रेरित भयो। त्यो घटनाले मलाई राजनीतिमा डोरायो। कति वर्ष भयो तपाईँ राजनीतिमा लगातार लागिराख्नु भएको? मलाई 64मा म नेपाल आर्मीबाट आएँ। त्यसपछि सम्भवतः 18 वर्ष। अहिले हजुर, तपाईँको राजनीतिक यात्रा 18 वर्षमा अगाडि बढिरहेको छ र यो 18 वर्षको क्रममा तपाईँले त्यो समुदायलाई के दिन सक्षम हुनुभयो त? त्यो समुदायमा अहिले खास गरी मैले अघि नै तपाईँलाई भने त्यो समुदायमा भौतिक संरचनाहरू एउटा पनि थिएन। त्यहाँ खानेपानी धारा थिएन, बाटो थिएन, बिजुली थिएन, कुनै पनि संरचना थिएन। तर मैले त्यति बेला मैले राजनीतिकमा जब मैले प्रवेश गरेँ त्यसपछि त्यहाँ त्यति बेला गाविस भनिन्थ्यो, अहिले पालिका भनिन्छ। त्यो गाविसको सचिवहरूसँग मैले चाहिँ त्यो खालको सम्बन्ध स्थापित गरेर मैले उहाँहरूसँग त्यो गाविसमा आउने बजेटबाट त्यो बस्तीमा खानेपानी धारा, बिजुली, सडक लगायत भौतिक संरचनाहरू विस्तार गर्न सफल भएँ। त्यति बेलाको गाउँसभा भनिन्थ्यो। त्यो गाउँसभाको बैठकमा त्यो हुँदैन, त्यो ऐलानी बस्ती हो, त्यो स्थायी बस्ती होइन। त्यस कारणले गर्दा त्यहाँ भौतिक संरचनाहरू बनाउनु हुन्न भन्ने सबै राजनीतिक दलको सबैको त्यहाँका बाठाटाठाहरूले त्यता बजेट पार्नै नदिन्। त्यसपछि मैले त्यहाँ चाहिँ खास गरी त्यो गाउँसभामा मैले आफ्नो चाहिँ त्यो बस्तीको विषयमा मैले राखेँ। त्यो बस्तीका मानिसहरू मानव होइनन्, त्यो बस्तीका जनता तपाईँहरूको जनता होइनन्। होइन भने त्यो बस्तीलाई खानेपानी धारा चाहिँदैन, त्यो बस्तीमा बिजुली चाहिँदैन, सडक चाहिँदैन। त्यो हिसाबले पहल गरेर मैले त्यो ठाउँमा अहिले सबै लगभग भौतिक संरचनाहरू त्यहाँ ल्याउन सफल भएँ। तपाईँकै छेउमा स्कुल पनि छ नि, होइन? स्कुल, तपाईँ स्कुलको अहिले अध्यक्ष हुनुहुन्छ। 3 कार्यकाल अध्यक्ष भएँ। कति? 3 कार्यकाल। 3 कार्यकाल सामुदायिक स्कुलको अध्यक्ष हुनुभयो। अहिले मैले छोडेँ, अर्को साथीलाई त्यहाँ हस्तान्तरण गरेँ। 3 कार्यकाल मैले त्यो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर खास गरी त्यो विद्यालय म जानुभन्दा अगाडि खुला चौर जस्तै थियो। अहिले त त्यहाँ भवन छ, सुविधा छ, सबै कुरो बााउन्ड्री सहितको स्कुल हो। मैले देखेको छु आइसिटीले एकदम युक्त छ। अहिले तपाईँको चाहिँ कम्प्युटरहरू चाहिँ छ, तपाईँको बोर्डहरू छ, अनि तपाईँको विज्ञान प्रयोगशालाका सामग्रीहरू छन्। त्यहाँ एकदमै तपाईँको खास गरी शैक्षिक सामग्री र त्यहाँको भौतिक संरचना मेरो कार्यकालमा सबै निर्माण भयो। अहिले चाहिँ कुनै समस्या छैन। तपाईँले त्यस्तो सामाजिक रूपान्तरण त्यहाँ ल्याउनु भयो, धेरै मानिसहरूलाई तपाईँको उत्थान गर्नुभयो, दत्त चित्तले राजनीति गर्नुभयो र पनि तपाईँले चुनावमा किन हार खानुभयो? के कारणले तपाईँ चुनाव? महत्त्वपूर्ण क्वेसन। हजुर, एकदमै महत्त्वपूर्ण क्वेसन। मैले योभन्दा पहिला अलिकति केही जोड्न चाहन्छु। मैले जुन त्यो बाल्यकालको कुरा गरेँ, त्यो बेलाको मलाई झल्लक के याद आउँछ भन्दा अहिले त्यति बेला राजु सुन्दास जस्तै मान्छे भइदिएको भए मैले सायद म यति बेला कि डक्टर, त्यति बेलाको अलि चाहिँ हामीले बुझ्ने भाषा डाक्टर, पाइलट, इन्जिनियर यस्तै पढ्ने भन्ने हुन्थ्यो। त्यस कारण राजु सुन्दास जस्तो व्यक्ति मैले त्यति बेला भेटाएको म अहिले एकदमै त्यो लेभलमा हुन्थ्यो होला, त्यो पोस्टमा हुन्थ्यो होला। मलाई त्यस कारण सबभन्दा अरूले जेसुकै भनुन्, तर मलाई असाध्यै एकदम ग्रेट पर्सनको रूपमा म राजु सुन्दासलाई मेरो हृदयदेखि म लिन्छु। किन भन्दा जसले त्यो समुदाय, एउटा वादी समुदाय जो एउटा दलित समुदायको पनि अझ डोमिनेट कम्युनिटी भित्रको चाहिँ पर्छ, त्यो खास गरी समाजले त्यसलाई मनोरञ्जनको साधनको रूपमा युज गर्यो। शिक्षाको त धेरै परको कुरा हो। समाजमा एउटा अस्तित्व नै नभएको व्यक्तिहरू, परिवारलाई, त्यो समुदायका नानीहरूलाई जुन तपाईँले स्थान दिनुभयो,
त्यो स्थानले गर्दा आज त्यो समुदायका मानिसहरू त्यो नानीहरूलाई मैले अघि नै पनि देखेँ त्यहाँ चिफ एक्जिक्युटिभ जुन प्रमुख प्रशासकीय रूपमा चलाइरहनु भएको छ। केही बहिनीहरूले मैले देखिरहेको छु नर्सिङ गर्नुभयो। धेरै यस्ता चाहिँ शिक्षाहरू लिएर अलि भनौँ न र समाजका प्रतिष्ठित ओहदाहरूमा पनि पुग्न सफल हुनुभएको छ। जस्तो अन्ना बहिनी हुनुहुन्छ, त्यो चाहिँ सायद यो संसारमा त्यस्ता व्यक्तिहरू एकदमै कम हुन्छन् जोसँग धन छ तर उसँग मन छैन, जो समाजमा लगानी गर्न चाहँदैन। तर त्यस्तो बिचमा तपाईँको एउटा त्यो नमुना कार्यालयमा साध्यै सम्मान गर्न चाहन्छु। धेरै धन्यवाद, तपाईँले मार्मिक शब्दहरू प्रकट गर्नुभयो। म त्यस कारणले गर्दा म तपाईँलाई कहिल्यै पनि म बिर्सन सक्दैन र परमेश्वरको राज्यमा डोराउने एउटा माध्यम पनि तपाईँ मेरो बन्नुभयो। किनकि मेरो फ्यामिलीमा सबभन्दा पहिला विश्वास गरेको मेरो छोरीले कसरी भन्दा तपाईँको त्यो त्यही पढाउने बालबालिकालाई एउटा पढाउने क्रममा चाहिँ मेरो छोरी पनि वादी समुदाय भनेरै आयो। सम्भवतः गरिबीमा आटा गिलाउ के भन्छन्, आफ्नो चाहिँ एउटा उपलब्धिका निम्ति थरलाई ढाँटेर भए पनि उनीहरूको पनि चाहना यसरी चाहिँ एउटा यो लेभलको चाहिँ गुणस्तरीय शिक्षासम्म ल्याउन र त्यो नानीबाट चाहिँ परमेश्वरमा हाम्रो परिवारमा आउने बाटो। मैले सुसमाचार त पहिल्यै सुने, मेरो आदरणीय दाइ पास्टर हुनुहुन्छ भरत, उहाँले भन्नुहुन्थ्यो, त्यहाँ अर्को एकजना एकदम पुरानो पास्टर हुनुहुन्थ्यो गङ्गा बिग, उहाँले सुनाउनुहुन्थ्यो। तर म चाहिँ फेरि कस्तो भन्दा अलि चाहिँ हाम्रो त फेरि प्रशिक्षण हजुरलाई थाहा छ, ईश्वर भौतिकवादी विज्ञानलाई अलि बढी विश्वास गर्ने, ईश्वर छैन भन्ने खालको स्कुलिङबाट आएको मान्छे, त्यस कारण म अलिक विरोध गर्थेँ इसाईहरूको। तर परमेश्वरको योजना त्यसरी चाहिँ तपाईँले मलाई मेरो परिवारलाई पनि त्यसरी चाहिँ जोड्नुभयो र मेरो परिवार अहिले एज ए होल परिवार चाहिँ प्रभुमा छ। अहिले त त्यो समुदायमा झन्डै 30% भन्दा बढी, अझ बढी छ। हाम्रो त एकदम बढी छ। त्यहाँ टोटल जनसङ्ख्या कति छ? हाम्रो वडाको भन्नुभयो? हजुर, हाम्रो वडामा करिब 5000 त मतदाता छन्। 5000 मा कतिजना मान्छेले प्रभु यीशुलाई विश्वास गरेका छन् त अहिले? हजुरले त्यही 30% एबोभ छ जस्तो मलाई नै 30-35% मानिसहरू प्रभु यीशुमा आएको छ। किन भन्दा मेरो वडामा मात्रै 1 2 3 4 माथि डगेला होइन 6वटा चर्च। तपाईँको वडामा मात्र 6वटा चर्च छन्। अनि परमेश्वरले इतिहास कोर्नलाई प्रयोग गर्नुभएको छ। अनि म परमेश्वरलाई धेरै धन्यवाद भन्न चाहन्छु कि मानिसहरू प्रभुमा आइसकेपछिको सोच्ने शक्ति, जीवन स्तर, त्यो दृष्टिकोणमा आउने रूपान्तरण त एकदमै शक्तिशाली छ। त्यसको प्रत्यक्ष उदाहरण त मैले तपाईँको व्यक्तिगत जीवनबाट पनि मैले देखेको छु। धेरै धन्यवाद त्यो कुरा जोड्नु भएको लागि। अर्को कुरा तपाईँले जुन जोड्नु भएको थियो म त्यसलाई अलि गरेँ, म त्यसलाई पुष्टि गर्छु। तपाईँले भने जस्तै त्यत्रो सेवा गरेँ मैले 18 वर्ष राजनीतिमा, त्यो पनि एकहोरो, मैले त्योभन्दा अर्को केही गरिनँ। मलाई थाहा छ तपाईँको तन मन धन नै राजनीतिमा लाग्नु भएको थियो। म जहाँ लागेँ नि त्यहाँ पर्फेक्टली लाग्ने, मैले जे गर्छु त्यसलाई एकदम हृदयदेखि मैले चाहिँ त्यो काम सम्पन्न गर्न लाग्ने खालको मेरो स्वभाव छ। त्यो हिसाबले मैले त्यो पार्टीमा लाग्दा मैले धेरै सङ्घर्षहरू गरेँ। आर्थिक दबाब थिँदै थियो, अब पल्टनबाट अब पेन्सन होइन, अब चाहिँ तपाईँको चाहिँ बिचमा आएको त्यो आएको पैसाले त्यहाँ समुदायमा पोलिटिकल समाज सेवा गर्दै जाँदा मैले असाध्यै ठुलो चुनौती खेपेँ मेरो जीवनमा। मेरो परिवारलाई मैले वास्ता गरिनँ, मेरो छोराछोरीहरूको पढाइलाई मैले चाहिँ कुनै वास्ता गरिनँ, तर त्यो समुदायको लागि मलाई थाहा छ। मैले त्यहाँ धेरै मानिसहरूको यो जनता आवास कार्यक्रम छ सरकारको, त्यो जनता आवास कार्यक्रम मैले हाम्रो बस्तीमा अथवा हाम्रो वडामा सबैभन्दा म्याक्सिमम चाहिँ मैले घरहरू निर्माण गराएँ। र मैले जहाँसम्म लाग्छ मेरो वडामा धेरै मानिसहरूको मैले काम नगरेको मान्छे छैन होला। कसैको नागरिकता बनाउने, कसैको तपाईँको चाहिँ प्रशासनिक कामहरू, प्रहरी चौकीमा उनीहरूको विषयमा वकालत गर्नेदेखि लिएर उनीहरूको चाहिँ पारिवारिक कुराहरूमा पनि सपोर्ट गर्ने कुरादेखि लिएर धेरै कुरा तपाईँले गर्नुभएको छ। तर चुनावमा जब मैले गरेको कामको अब उपलब्ध परिणाम आउने बेला भयो भनेर चाहिँ पार्टीले टिकट पनि दियो,
अब चाहिँ मैले चाहिँ त्यो खालको मैले अहिलेसम्म गरेको चाहिँ लगानी अब चाहिँ मैले पाउने बेला हो भनेर म एकदम उत्साहका साथ चुनाव लडेँ। तर जसलाई मैले एकदम हृदयदेखि सपोर्ट गरेँ, जसका मैले घरहरू बनाइदिएँ, जसको मैले नागरिकताहरू बनाइदिएँ, जसको निम्ति मैले मरिमेटेर चाहिँ आत्मा प्राण शरीर बलिदान स्वरूप अर्पण गर्नुभयो, त्यही व्यक्तिले मेरो विरुद्धमा प्रचार गर्नुभयो। र मलाई चाहिँ खास गरी त्यहाँ दलित समुदाय 300 घरधुरी छ वार्ड नम्बर 9 मा। त्योबाट धेरै भए 100 घरधुरीले मलाई भोट हाल्यो कि भन्ने मलाई लाग्छ। बाँकी 200 मेरो एन्टी प्रचार गर्नुभयो। तपाईलाई हराउनका लागि उनीहरूले हर किसिमको हथकण्डा अपनाएर तपाईँले चुनाव हार्नुभयो। ब्राह्मण समुदाय त उसै लाग्ने हो, किनकि यो लेभलको मान्छे यो स्थानमा आयो भने टिकट पायो, स्थापित भयो, पोलिटिकलमा यति छिटो चाहिँ यो पदमा पुग्यो। अब तपाईँलाई थाहा छ, तपाईँ धेरै यो समाज सेवाका विषयमा तपाईँसँग धेरै अनुभूतिहरू छन्। हामीलाई त धेरै गाह्रो छ हरेक क्षेत्रमा, किनकि हामीलाई कसैले छिट्टै त्यति स्वीकार गर्दैन। हाम्रो क्षमताले मात्रै हामीलाई त्यो ठाउँ पोस्ट दिन्छन्। तर हामीलाई त्यसरी सोझै सजिलै ल्याएर ट्याक्कै चाहिँ अध्यक्षमा राखिदिने अथवा चाहिँ कुनै पार्टीको कमिटीमा राख्नु उनीहरूलाई धेरै गाह्रो छ, किनकि समाजमा अहिले पनि त्यो जातीय विभेद कायमै छ। सरकारले कानुनमा जस्ता कुराहरू त्यो सामाजिक अपराध हो, यो दण्डनीय छ भने पनि अहिले पनि चाहिँ त्यो समुदायमा जातीय विवाद छँदैछ। कागजमा कोरेको कुरा एकातिर छ, व्यवहारिक कुराहरू अर्कातिर छैन। त्यो हिसाबले उतातिर छँदै थियो। मलाई जुन आशा थियो, जसलाई मैले सेवा गरेका थिएँ, त्यो समुदायले त पक्कै मलाई सहयोग गर्छ भन्ने थियो। उताबाट पनि चाहिँ मारमा परियो, यताबाट पनि चाहिँ दलित समुदायले पनि त्यो सपोर्ट नगरेपछि मैले चाहिँ चुनाव हारेँ। तपाईँलाई त्यो चुनाव हारेको रात कस्तो महसुस भयो? म साध्यै रोएँ। मैले यस्तो फिल गरेँ, मैले यो समुदायको लागि आफ्नो जीवन नै उत्सर्ग गरेँ। किनकि त्यो 18 वर्षको समयमा मैले आफ्नो परिवारलाई त्यो समय खर्चेको भए म आर्थिक रूपमा धेरै सम्पन्न हुने भइसक्थेँ होला। र म आज धेरै हरेक हिसाबले म त्यो खालको सक्षमता मैले प्राप्त गर्थेँ होला। तर तिनी सबै कुरालाई मैले इग्नोर गरेँ। र एउटै कुरा हो चाहिँ मैले मानिसको, खास गरी उहाँहरूको चाहिँ सेवा। तर आज त्यही मानिसले किन मलाई एक्सेप्ट गरेन, मबाट के चाहिँ त्यस्तो चाहिँ कमजोरी भयो होला भनेर म त्यो एकदमै त्यो रातभरि नै मैले मनमा त्यो कुराहरू खेलाइराखेँ। त्यसरी कति रात कति महिना बिताउनु भयो? त्यो त गम्भीर पीडा निको हुन त धेरै गाह्रो थियो। करिब 1 हप्ता जस्तो त म त्यहाँबाट त्यो मैले बसेको घरमा त्यो समुदाय छोडेर म अन्तै गएँ। खास गरी हाम्रो आदरणीय त्यो पास्टर विकास हुनुहुन्छ, म उहाँलाई चाहिँ स्पिरिचुअल फादर पनि भनेर रुचाउँछु। किन भन्दा परमेश्वरको राज्यमा हजुरले चाहिँ प्रवेश गराउनु भयो, त्यस पछाडि उहाँले खास गरी हुर्काउने कुरामा परमेश्वरको राज्यको विषयमा पास्टर विकासलाई अवस्था आदर गर्न चाहन्छु। उहाँले पनि मलाई त्यो बेला एकदमै चाहिँ मलाई लैजानुभयो त्यो माहौलबाट अलिक टाढा। हामी सुर्खेत जिल्लातिर गएर यो कुरा बिर्सनलाई त्यहाँ गयौँ। तर मेरो मनले मान्दैन। किन, खालि किन मात्रै यत्रो वर्ष मैले गरेको योगदान, मैले जीवनलाई पुरा सुगर प्रेसर त्यस्तो अवस्थामा पनि मैले चाहिँ परिवारको व्यवस्था गरेर गरेको योगदान आज किन यस्तो भयो भनेर चाहिँ मैले एकदमै मनमा लिएँ। मलाई त्यो कुराले सताइरह्यो। म 3 महिना त काठमाडौँ आएँ त्यस्तो चाहिँ खालको कुराले। अनि वास्तवमा म त्यति बेलासम्म प्रभुलाई त पाइसकेका थिएँ, तर वास्तवमा त्यसपछि मलाई एउटा आवाज काठमाडौँमा आयो, प्रतिफल दिने कुरा तैँले जसलाई विश्वास गरिस् नि त्यो कुरा सत्य थिएन। तैँले जसबाट आशा गरिस् नि मानिसबाट कहिले पनि त्यो आशा पुरा हुन सक्दैन। त्यो प्रतिफल दिने व्यक्ति म हुँ। केवल ममा विश्वास गरिस्
र मलाई अपनाइस् भने म तँलाई सबै कुराहरू दिनेछु भन्ने जस्तो खालको चाहिँ भित्रबाट आवाज सुन्नुभयो। आवाज आयो मलाई। त्यसपछि बल्ल मैले चाहिँ खास वास्तवमा जीवनलाई मैले त्यहाँबाट बुझ्न सुरु गरेँ। किनकि कुनै पनि कुरा हामीले प्राप्त गर्नको लागि पहिलो कुरा हामीले चाहिँ आत्मालाई हामीले चाहिँ शान्त एकदमै त्यो आनन्द प्राप्त गर्ने कुरा त प्रभु मात्रै रहेछ। हामीले चाहिँ प्रभुलाई चाहिँ त्यो हिसाबले चाहिँ हामीले चाहिँ बुझ्यौँ भने उहाँले मात्रै त्यो खालको चाहिँ शान्ति र आनन्द दिन सक्नुहुँदो रहेछ। र त्यसपछि बल्ल मेरो जीवनमा इम्प्रुभ हुँदै गयो क्या। उहाँप्रति मैले एकदमै पूर्ण विश्वास दृढ भरोसा गरेँ। उहाँका त्यो बाइबललाई मैले अध्ययन गर्न सुरु गरेँ। त्यहाँको एउटा कुरा सायद त्यो हितोपदेशको पुस्तक होला, बुद्धि अति श्रेष्ठ हो। बुद्धिको लागि जस्तो सुकै त्याग गर्नु परे पनि, जस्तो सुकै मूल्य चुकाउनु परे पनि तैँले चुका भन्ने शब्द चाहिँ त्यसले मलाई एकदम इन्स्पायर, मतलब त्यो उत्प्रेरणा मलाई चाहिँ दियो। म तपाईँलाई यहाँनिर रोक्न चाहन्छु। मानिसले सजिलो समयमा सबै कुरो मिलेको विषयमा कहिले पनि सिक्न सक्दैन। चुनावको हार चाहिँ तपाईँले परमेश्वरलाई समात्ने शुभ अवसर हो। त्यसकारणले कसैले यस्तो भनेका छन्, चोट चाहिँ संसारको सबभन्दा शक्तिशाली शिक्षक र विश्वविद्यालय हो। चोटले मानिसलाई बनाउँछ, निर्माण गर्छ। चुनावभन्दा पहिला तपाईँले परमेश्वर यीशुको हातलाई समात्नु भएको थियो होला, तर चुनावको हारले तपाईँलाई यीशुको मुटु समात्नलाई सहायता गर्यो। एकदम यो चुनावको हार पश्चात तपाईँको जीवनमा के कुरामा परिवर्तन आयो त? पहिलो कुरा त मैले अघि नै तपाईँलाई भने, त्यति बेला जब मलाई त्यो एउटा प्रकाश मतलब त्यो आयो, त्यसपछि तपाईँले एउटा कुरा मलाई मेरो जीवनमा भन्नुभएको मलाई अहिले पनि याद आउँछ। उहाँ बल्ल परिपक्व हुनुभयो हो। उहाँले चुनाव हार्नु हो, अब बल्ल उहाँ चाहिँ एकदमै त्योभन्दा उहाँले प्राप्त गर्ने कुरा अब प्राप्त गर्नुहुन्छ। किनकि जब चोट पर्छ मान्छेको जीवनमा, त्यसपछि उसले वास्तविकतातिर चाहिँ उसले चाहिँ आफ्नो जीवनलाई लैजान्छ। सायद मैले त्यहाँ चुनाव जितेको भए म यो आत्मिक क्षेत्रमा सायद मेरो वृद्धि हुँदैन थियो होला, किन भन्दा म त्यहाँको अध्यक्ष हुन्थेँ। म चाहिँ अल टाइम तपाईँको चाहिँ त्यो क्षेत्रमा जान्थेँ, त्यो तनाव। त्यस कारणले मलाई यो क्षेत्रमा जुन आत्मिक जुन त्यो आनन्द छ अहिले मलाई, त्यो मैले प्राप्त गर्थेन होला। एउटा संसारको पद त मैले प्राप्त गर्थेँ, तर मेरो जीवनमा अहिलेको आनन्द, म एकदम आनन्दित छु। तपाईँको व्यक्तिगत अनुहार हेर्दा नै मलाई थाहा हुन्छ। इन्जोय, एकदम आनन्द छ। त्यो आनन्द प्राप्त गर्न सक्दिनँ मलाई त्यो कुराले पनि मलाई एकदमै उत्प्रेरणा गर्यो। तपाईँको त्यो जुन थियो नि, चोट पाइसकेपछि मात्र मानिस बल्ल उसको चाहिँ वास्तविकता सुरु हुन्छ भन्ने कुराले मलाई असाध्यै उत्प्रेरणा गर्यो। त्यसपछि नै मैले चाहिँ हजुरले भने जस्तै मेरो जीवनमा, मेरो राजनीतिक जीवनमा पनि मैले त्यसपछि बढेको महसुस मैले गरिरहेको छु। त्यसपछि परमेश्वरको वचन पढेँ। उहाँले त्यो वचनले खास गरी मेरो जीवन के हो भन्ने कुरा मलाई चाहिँ मार्गनिर्देशन गर्यो। पहिलो कुरा त आफ्नो परिवार, त्यस पछाडि आफू बनेर, जस्तो एउटा दियो जस्तै ऊ बलेर संसारलाई उज्यालो दिन सकिन्छ। त्यस कारण पहिलो कुरा तिमी आफ्नो चाहिँ उसलाई, आत्मालाई, पहिलो कुरा वचनमा एउटा हिजो पनि हजुरले भन्नुभएको थियो, शरीर पवित्र आत्माको मन्दिर हो। तिम्रो शरीर पवित्र आत्माको मन्दिर हो। त्यस कारणले गर्दा हाम्रो शरीरको हिसाबले हामीले उहाँको चाहिँ वचन अनुसार हामी चाहिँ आफ्नो जीवनलाई जिउन सक्यौँ भने त्यसपछि मेरो जीवनमा आएको परिवर्तनता अहिले मेरो पहिलो कुरो त म शान्ति मैले भनिसकेँ, आनन्द। पारिवारिक कुरामा अहिले मेरो म्याडमलाई त मैले महान भन्छु। किन भन्दा मेरो म्याडमले यस्तो दुःख कष्ट भोग्नु भएको छ नि जीवनमा, उसले बालुवा पनि चालेर बोकेको छ कि
म त्यति बेला पल्टनमा थिएँ। मेरो एकदमै त्यो आर्थिक अवस्थाको प्रमुख अहिलेसम्म यहाँ ल्याइ पुर्याउन मेरो म्याडमको ठुलो अनुभव मतलब त्यो योगदान छ। उसले चाहिँ त्यस्तो खालको परिश्रम कडा परिश्रम गरेर त्यसपछि यो पारिवारिक कुरालाई पनि इम्प्रुभ गर्दै गऱ्यो। त्यसपछि परमेश्वरलाई पाइसकेपछि त झन् सबै कुरा मलाई अहिलेसम्म चाहिँ हौसला दिने मध्येको प्रमुख मान्छे भन्छु म। उहाँले नै त्यस्तो अवस्था मलाई राजनीतिक क्षेत्रमा सपोर्ट गर्ने पनि उहाँ नै हो। तपाईँले गर्नुपर्छ, समाजमा यो गर्नुपर्छ, म छु। तपाईँ चुनाव हार्नुभयो त के भयो, अब चाहिँ फेरि अर्को चुनाव लड्नलाई चाहिँ त्यो तयारी गर्नु म छु। परमेश्वरको राज्यमा यो परमेश्वरलाई चाहिँ तपाईँले विश्वास गर्नुपर्ने सबै कुरा प्राप्त हुन्छ। त्यस्तो खालको चाहिँ मलाई चाहिँ मेरो म्याडमप्रति मलाई गर्व लाग्छ। थ्याङ्क यू सो मच। त्यस कारण उहाँले पनि मलाई यो क्षेत्रमा डोर्याउनु भयो। मलाई यो तपाईँले चिनेदेखि अहिलेसम्म मलाई सबभन्दा इन्ट्रेस्टिङ लागेको चाहिँ तपाईँले 40 वर्षको उमेरमा ब्याचलर डिग्री पढ्न सुरु गर्नुभयो भन्ने कुरोको कारणले म खास आज पोडकास्ट गर्दैछु। तपाईँलाई 40 वर्षको उमेरमा ब्याचलर डिग्री पढ्नलाई किन मन लाग्यो? धन्यवाद। मैले चाहिँ अहिले भर्खरै यो वर्ष रुरल डेभलपमेन्ट र सोसियोलोजीमा आफ्नो स्नातक त पुरा गरेँ। खास गरी यो पढ्नमा मलाई के चाहिँ लाग्यो भन्दा मैले पढ्ने कुरामा इन्ट्रेस्टिङ त मेरो पहिल्यैदेखि थियो, बाल्यकालदेखि नै थियो। तर अझ मैले अघि एउटा वचनको कुरा म तपाईँलाई भने, त्योमा लेखेको कुरा बुद्धि अति श्रेष्ठ हो, त्यसको निम्ति जुनसुकै मूल्य तिमी चुकाउन तयार हो। जब तिमीले बुद्धि प्राप्त गर्छौ त्यसपछि तिमीलाई सबै धन मान इज्जत प्राप्त हुन्छ। त्यो वचनले मलाई मेरो जीवनमा त्यो ब्याचलर पढ्नलाई मलाई प्रेरित गर्यो र संसारिक कुरामा पनि राजनीतिक क्षेत्रमा पनि प्रमाणपत्रको त धेरै ठुलो आवश्यकता छ अहिले। त्यो हिसाबले मलाई यी दुईटा कुराले खास गरी चाहिँ त्यो क्षेत्रमा मतलब त्यो स्नातक गर्ने कुरामा मलाई प्रेरित गर्यो। र म अहिले फेरि म चाहिँ यतातिरको पनि डिग्री मतलब पिएचडी गर्ने र बाइबलीय क्षेत्रमा पनि मैले चाहिँ त्यो खालको चाहिँ अवसर प्राप्त गरेँ भने मलाई सबभन्दा अझ इन्ट्रेस्टिङ त त्यो लागिरहेको। बाइबलमा एमटिएस गर्ने जुन तपाईँको सोच छ त्यसको लागि हामी सजिलै बाटो खोल्न सक्छौँ, किन भन्दाखेरि हामीसँग प्रशस्त उपायहरू छन्। तर मैले चाहिँ अहिले विशेष दर्शकहरूको बिचमा ल्याउन चाहेको कुरो चाहिँ उहाँ 5 जना नानीहरूको बुवा, त्यसपछि सामाजिक दायित्व बोकेको व्यक्तित्व, प्लस 18 वर्ष तन मन धनले राजनीतिकमा लागेर चुनाव हारेर बेहाल भएको अवस्थामा पनि उहाँले चाहिँ आफ्नो जीवनलाई परमेश्वरको वचन सुनेर यो उमेरमा चाहिँ ब्याचलर डिग्री उहाँले हासिल गर्नुभएको छ। अनि यो पोडकास्टमा म तपाईँलाई उत्साह दिन चाहन्छु, चोट चाहिँ पनिसमेन्ट हुँदैन, चोट पोइजन हुँदैन, चोट चाहिँ प्रिपेरेसन हुन्छ। र उहाँले यो अवस्थामा ब्याचलर डिग्री पढ्नु भएको छ। र यो पोडकास्टबाट लैजाने सबभन्दा मुख्य कुरा भनेको, प्रियहरू तपाईँ पनि यस्तै परिस्थितिमा अल्झिराख्नु भएको छ भने आजका हाम्रा अतिथिज्यूबाट हामीले सिक्नुपर्छ कि हामीले चाहिँ गिभ अप गर्नु हुँदैन। उहाँले गर्न सक्नुहुन्छ भने मैले गर्न सक्छु अनि हामीहरूले गर्न सक्छौँ। तपाईँलाई त्यो ब्याचलर डिग्री पास गरेको सर्टिफिकेट तपाईँको हातमा हुँदाखेरि चुनाव हार्दा रुनुभयो, त्यो सर्टिफिकेट प्राप्त गर्दा तपाईँलाई कस्तो महसुस भयो? म एकदमै खुसी भएँ। मैले चाहिँ संसारको मतलब त्यो एउटा पदवी प्राप्त गर्दा म आफूलाई असाध्यै भाग्यमानी। किन भन्दा हाम्रो यो समुदायमा ब्याचलर डिग्री गर्ने मानिसहरू एकदमै कम हुन्छ। म खास गरी त्यो हाम्रो समुदायका बालबालिकाहरूलाई म अनुरोध गर्न चाहन्छु, हाम्रो सबैभन्दा ठुलो कुरो शिक्षा हो। हामीले जब शिक्षा प्राप्त गर्छौँ सबै ढोकाहरू खुल्छन्। त्यस कारणले गर्दा तपाईँले जुन अहिले अवसर प्राप्त गरिरहनु भएको छ यो अवसरलाई तपाईँहरूले चाहिँ एकदमै इग्नोर नगर्नुहोस् हो। र यो अवसरलाई तपाईँहरूले सदुपयोग गर्दै पहिलो कुरा तपाईँहरूले चाहिँ आफ्नो चाहिँ शिक्षामा लगानी गर्नुहोस् र शिक्षालाई प्राप्त गर्नुहोस्। र हामीले जातीय विभेद
वर्ग विभेद, लैङ्गिक विभेदलाई तब मात्रै अन्त्य गर्न सक्छौँ जब हामीले चाहिँ शिक्षाको क्षेत्रमा अरू जाति सरह हामीले चाहिँ त्यो खालको चाहिँ शिक्षा लिन सक्छौँ र उनीहरूको बराबरको लेभलमा हामी पुग्न सक्छौँ र उनीहरूसँग हरेक हिसाबले बहस गर्न सक्छौँ। त्यो खालको चाहिँ हामी गर्नुपर्ने हुन्छ। त्यो परिस्थिति सिर्जना गर्नका लागि खास गरी अभिभावकहरूले यसमा भूमिका खेल्नुपर्ने हुन्छ र हाम्रो त्यो समुदायका मानिसहरू जो अहिले डाक्टर, पाइलट अथवा चाहिँ त्यो उपाधि हासिल गर्नुभएको छ र धन पनि प्राप्त गर्नुभएको छ, उहाँहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, तपाईँको धन चाहिँ शिक्षामा लगानी गर्नुहोस्, न कि त्यो बन्धन चाहिँ नगर्नुहोस्। तपाईँले पनि त्यो समाजमा ती हाम्रा समुदायका नानी बाबुहरूलाई त्यो खालको चाहिँ क्वालिटी खालको शिक्षा जस्तो हजुरले गरिरहनु भएको छ त्यो खालको गर्यो भने मात्रै जाति विभेदको पनि अन्त्य र परमेश्वरको राज्य पनि वृद्धि हुन सक्छ। त्यस कारणले गर्दा परमेश्वरको वचन हाम्रो जीवनमा सबैभन्दा ठुलो कुरा हो। त्यस पछाडि हामीले चाहिँ समाजमा त्यो समुदायको लागि ती नानी बाबुहरूको निम्ति हामीले समयलाई प्लस हाम्रो आर्थिक कुराबाट हामीले सहायता गर्न सक्यौँ भने पक्कै पनि हामीले खोजेको त्यो परमेश्वरको राज्य र हामीले खोजेको त्यो विभेद रहित समाज, खास गरी अब त्यसलाई उसको राजनीतिक भाषामा सभ्य समाज, समृद्ध समाज स्थापित गर्नलाई हामी जस्तो अगुवाहरू जो समाजमा छौँ र हामीले समाजमा हामीले कमाएको प्रतिष्ठा, हामीले कमाएको धन सम्पत्तिबाट हामी आफू मात्रै र आफ्नो परिवार मात्रै होइन, सबै संसारमा जो पढाइबाट वञ्चित भएका एकदमै डोमिनेट समुदाय छ तिनीहरूको बिचमा हामीले लगानी गऱ्यौँ भने हामीले सबै कुरा उपलब्ध गर्न सक्छौँ। त्यो खालको हामीले चाहिँ आफ्नो मिसन चाहिँ बनाउनु पर्ने हुन्छ। तपाईँले धेरै उकाली ओह्रालीको अनुभव गर्नुभयो, राजनीतिमा लाग्नुभयो, तपाईँले त अब भाषण गर्ने क्रममा लाखौँ मानिसको बिचमा बोलिसक्नु भएको छ, धेरै कुराहरूको अनुभव गर्नुभएको छ। तर यी सबै कुराको बिचमा यीशु ख्रीष्टलाई पाउँदा र नपाउँदा चाहिँ के फरक पर्दो रहेछ? धेरै फरक पर्दो रहेछ। म त्यो संसारमा हुँदा मलाई अहिले याद छ, मैले जति काम गरे पनि त्यो शान्ति नै नहुने, तनाव। त्यस पछाडि जति राम्रो गर्छु भने पनि त्यो खालको चाहिँ मैले चाहिँ शान्ति र आनन्द प्राप्त नहुने, एकदम संसारिक कुराले सधैँ सताइरहने, सधैँ दबावमा, पीडामा, होइन, तपाईँको हतारमा, निन्द्रा नलाग्ने, हर किसिमका ब्लड प्रेसर, डायबिटिज, विभिन्न कुराहरूको अनुभव गर्नुभयो। हो, जब मैले प्रभुलाई पाएँ त्यस पछाडि प्रभुलाई प्राप्त गरेको करिब मैले जब चुनावको कुरा गरेँ त्यस पछाडिको एकदमै गहिरिएर जब मैले चाहिँ बाइबलहरू पढेँ अनि मैले वास्तविक रूपमा मैले प्रभुलाई खास हाम्रो मुक्तिदाता, हाम्रो उद्धारकर्ता हुनुहुन्छ भनेर मैले एकदमै दृढ भरोसा गरेँ, विश्वास गरेँ। त्यस पछाडिको मेरो जीवनमा धेरै ठुलो परिवर्तन भयो। तपाईँले तीनवटा परिवर्तनका कुरा बताउनु पर्यो भने त्यो के हुनसक्छ? स्वास्थ्यमा के परिवर्तन आयो? स्वास्थ्यमा मेरो चाहिँ शरीरमा जुन चाहिँ सुगर, प्रेसर खालको चाहिँ जुन समस्या थियो त्योबाट मैले मुक्ति पाएँ। मलाई त्योबाट चाहिँ सुगर, प्रेसर अहिले नर्मलमा आइपुग्यो। पारिवारिक रूपमा तपाईँले के अनुभूति गर्नुभयो? पारिवारिक रूपमा मेरो अहिले इकोनोमिक रूपमा पनि म इम्प्रुभ भएँ। धेरै इम्प्रुभमेन्ट भएको छ पहिलाको भन्दा आर्थिक कुराहरू। तपाईँको छोरा अहिले जापान जानु लाग्छ? जापान जाँदैछ। तपाईँको छोराछोरीहरू धेरै राम्रो पढिरहेछन्। कान्छोले ब्याचलर सेकेन्ड इयर पढिरहेछ, उसले चाहिँ लोकसेवा आयोगको खरिदार पदमा फर्स्ट पेपरमा नाम निकालेर कोशी प्रदेश र सङ्घीय दुइटैमा नाम निकालेको छ। अब चाहिँ यो हप्तासम्म रिजल्ट आउँछ, खरिदारको चाहिँ सफलता प्राप्त गर्छ कि भन्ने मलाई लागेको छ। त्यस कारणले गर्दा पारिवारिक रूपमा आर्थिक अनि अर्को प्रमुख कुरा चाहिँ हाम्रो परिवारको बिचमा जुन मिलन, हामी जब भेट हुँदाखेरि त्यो खालको चाहिँ संसारमा हुँदा हाम्रो चाहिँ कहिलेकाहीँ बिमेल अलि बढी हुने, झगडा हुने, त्यो खालको हुन्थ्यो भने अब त्यो परिकल्पना गर्न सकिने एकदम त्यस्तो खालको चाहिँ शान्ति परिवार
मेरो आमा जो हजुरले 32 मा भएको, उहाँको जीवनमा त्यही त बरु हामीले अलिक कम गर्छौँ होला, उहाँले यति धेरै विश्वास गर्नुहुन्छ। उड्दा सुत्दा हरेक समयमा प्रभुको उहाँले चाहिँ सुसमाचार सुनाउने कुरा, हामीले भन्दा अझ धेरै सुसमाचार सुनाउनुहुन्छ। असाध्यै खुसी लाग्छ। त्यही भएर म आमालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। भनेपछि साँचो रूपान्तरण त यीशुमा छ, जीवन परिवर्तन भन्ने कुराहरू यीशुमा छ। अनि तपाईँलाई थाहा छ, तपाईँ लगायत त्यो समुदायमा जति मान्छेले प्रभु यीशुलाई पाएका छन् नि, आज उहाँहरूको जीवन स्तर कति सुध्रिएको छ, शिक्षामा कति सुध्रिएका छन्। त्यहाँका मानिसहरू कोही अस्ट्रेलियामा छन्, कोही कहाँ छन्, कोही कहाँ छन्, कोही कहाँ छन्। अचम्म तरिकाले परिवर्तन भएको छ। तपाईँको यो पोडकास्ट हेरिरहँदाखेरि प्रभु यीशुलाई नचिनेको मानिसहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? म खास गरी जसले प्रभु येशूलाई चिन्नु भएको छैन, म उहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। हाम्रो जीवनको मुक्तिदाता उद्धारकर्ता प्रभु येशू हुनुहुन्छ। प्रभु येशूमा विश्वास गर्नुहोस्, तपाईँहरूले सबैभन्दा ठुलो आनन्द प्राप्त गर्नुहुनेछ। तपाईँले प्राप्त गर्ने यो संसारको धन पनि प्राप्त गर्नु नै हुनेछ। त्योभन्दा अझ ठुलो कुरा जुन हाम्रो अनन्तताको जीवन छ, जो परमेश्वरसँग हाम्रो त्यो आनन्द छ, त्यो उद्धार, त्यो मुक्ति, त्यो प्राप्त गर्नलाई एउटा मात्रै विकल्प हो, त्यो प्रभु येशू हुनुहुन्छ। उहाँलाई विश्वास गर्नुहोस्, आफ्नो जीवनलाई जुन स्वर्गको आनन्दतामा जुन लैजाने कुरा छ, त्यसमा तपाईँहरू सबैले विश्वास गर्नुहोस् भन्न म चाहन्छु उहाँहरूलाई। धेरै धन्यवाद। आदरणीय दर्शक वृन्द, हाम्रो बाइबलको यूहन्ना 3को 16ले भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो र उहाँले आफ्नो एकलौटे पुत्रलाई दिनुभयो, जसले उहाँमाथि विश्वास गर्छ त्यो नाश हुने छैन, तर त्यसले अनन्त जीवन पाउनेछ। मेरा आजका अतिथिले जीवनमा धेरै सङ्घर्ष गर्नुभयो, राजनीति गर्नुभयो, सबथोक गर्नुभयो, तर जुन जीवन उहाँले आज प्राप्त गर्नुभएको छ, जुन खुसी उहाँले प्राप्त गर्नुभएको छ, जुन स्वास्थ्य उहाँले प्राप्त गर्नुभएको छ, त्यो चाहिँ प्रभु यीशुलाई विश्वास गरिसकेपछि प्राप्त गर्नुभएको छ। यदि तपाईँले आजको यो पोडकास्ट हेरिराख्नु भएको छ भने परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ। त्यो प्रेम प्रकट गर्नलाई उहाँले आफ्नो पुत्र यीशुलाई यस संसारमा पठाउनु भएको छ। यदि उहाँलाई हामीले विश्वास गऱ्यौँ भने उहाँले जस्तै, मैले जस्तै अनन्त जीवन प्राप्त गर्न सक्छौँ। अन्तमा मैले सोध्न बिर्सेको र यदि हजुरले भन्न चाहेको केही कुरो छ भने अन्तमा हाम्रो दर्शक विश्वासीहरूलाई तपाईँले आफ्नो अन्तिम भनाइहरू राखिदिन सक्नुहुन्छ। आजको लागि, यो पोडकास्टको लागि अन्तिम भनाइहरू राखिदिन सक्नुहुन्छ। विशेष म धन्यवाद दिन चाहन्छु यो अवसरका लागि होसन्ना चर्चका सम्पूर्ण परिवारलाई र म सम्पूर्ण विश्वासीहरूलाई भन्न चाहन्छु, जसरी मैले प्रभुलाई पाएपछि मेरो जीवनमा, मेरो पारिवारिक जीवनमा, मेरो राजनीतिक क्षेत्रमा, मेरो सामाजिक क्षेत्रमा मैले जुन उपलब्धि प्राप्त गरेँ, मैले जुन उद्धार मुक्ति मेरो जीवनमा मैले पाएको छु, मैले पाएको आनन्द, मैले प्राप्त गरेको त्यो शान्ति तपाईँहरूले पनि प्राप्त गर्नुहोस्। त्यसका लागि सबैभन्दा पहिला तपाईँहरूले विश्वास गर्नुहोस् र प्रभु येशूबाट नै सबै कुरा सम्भव छ। म सबैलाई यही अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सो मच। आफ्नो बहुमूल्य समय हाम्रो स्टुडियोसम्म आएर दिनुभएकोलाई मुरीमुरी धन्यवाद भन्न चाहन्छु र आजको यो अन्तर्संवादबाट धेरै मानिसलाई प्रेरणा मिल्नेछ भन्ने विषयमा म एकदमै विश्वस्त छु। आदरणीय विश्वासी तथा दर्शकवृन्द, तपाईँहरूको बिचमा हामीले यो अन्तर्संवाद पोडकास्ट मार्फत प्रसारण गरेका छौँ र यहाँबाट बिदा हुनुभन्दा अगाडि 40 वर्षको उमेरमा उहाँले ब्याचलर डिग्री पढेर 44 वर्षको उमेरमा उहाँले ब्याचलर डिग्री पढेर अझै म केही गर्छु भन्ने प्रेरणा प्राप्त गर्नुभएको छ र प्रभु यीशुले दिनुभएको जीवनको खुसी उहाँले महसुस गर्नुभएको छ।
यदि यो पोडकास्ट हेर्ने क्रममा तपाईँलाई प्रभु यीशुको विषयमा जानकारी चाहिएको छ भने कृपया गरी हाम्रो ठेगानामा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको पोडकास्ट हेरेर र सुनेर तपाईँलाई आशिषको महसुस भएको छ भने कृपया गरी हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र यो सन्देशलाई आफ्नो फेसबुक पेज, व्यक्तिगत फेसबुक मार्फत पनि अरूहरूमा सेयर गर्न सक्नुहुन्छ। फेरि अर्को हप्ता यस्तै चाखलाग्दो अन्तरसंवाद पोडकास्ट मार्फत ल्याउने बाचाका साथ आज म तपाईँहरूको बिचबाट बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँहरू सबजनालाई आशीर्वाद दिउन्। थ्याङ्क यू सो मच।